जति भक्ति गरे पनि पाथीभरा माताको कृपा पाउन सकिन भन्ने अनुभव छ भने यो सन्देश तपाईकै लागि हो। धेरै भक्ति गर्नुभयो, मातालाई धेरै सम्झिनुभयो, पूजापाठ गर्नुभयो, तर पनि मनमा कहिलेकाहीँ प्रश्न उठ्छ। यदि यस्तै कुरा तपाईको मनमा खेलिरहेको छ भने आज यो सन्देश ध्यान दिएर सुन्नुहोस्, किनकि तपाईलाई पाथीभरा माताले वास्ता नगरेको होइन। विशाल हृदयकी खानी माता तपाईको पीडा देखिरहनु भएको छ। उहाँ तपाईबाट टाढा हुनुहुन्न, उहाँको कृपा तपाईसँगै छ, तर सायद तपाईले त्यो संकेत चिन्न सक्नु भएको छैन। अब मनमा आउला, त्यो कृपा कसरी चिन्नु? आजैदेखि राति सुत्ने बेलामा कम्तीमा 7 पटक पाथीभरा माताको नाम स्मरण गर्दै उहाँको स्वरूप सम्झिएर मिदाउनुहोस्। लगातार 7 दिन सकेसम्म एउटै समयमा सुत्नुहोस्। बिहान उठ्ने बित्तिकै पनि माताको स्वरूप फेरि सम्झिनुहोस्। त्यसपछि मात्रै आफ्नो दिन सुरु गर्नुहोस्। केही दिनमै तपाईको मनमा शान्ति आउन सक्छ, ऊर्जा बढ्न सक्छ र जीवनमा साना साना सकारात्मक संकेत देखिन थाल्न सक्छन्। बिस्तारै कार्यमा सफलता, मनमा भरोसा र जीवनमा उज्यालो प्रवेश गर्न थाल्नेछ। किनकि पाथीभरा माताको कृपा ढिलो देखिए पनि सही समयमा जीवन बदल्ने शक्ति बनेर आउँछ। माताको दिव्य ऊर्जासँग जोडिन मलाई सब्स्क्राइब गर्नुहोस्, किनकि जब पाथीभराको कृपा आउन थाल्छ त्यसलाई सम्हाल्न बारम्बार मार्गदर्शन चाहिन्छ। जय पाथीभरा माता।